नमस्कार। रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि आज 28 जुनको दिन म यहाँ साफसफाइको लागि आएको थिएँ र देख्न सक्नुहुनेछ आजको मौसम पनि धेरै राम्रो भएको छ। तपाईहरू पनि आउन सक्नुहुनेछ रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि। एकदमै सुनसान हरियाली सुन्दर शान्ति रमिधाम एरिया वरिपरिका दृश्यहरूको झलक आजको 28 जुनको देख्न सक्नुहुनेछ र यहाँनिर साफसफाइको लागि झाडुहरू देख्न सक्नुहुनेछ। जबसम्म म रमिधाम अनि पेल्ले गुम्पा रमिधाम एरिया वरिपरि रहन्छु तबसम्म रमिधाम मन्दिरको सुन्दरता पेल्ले गुम्पाको सुन्दरता वरिपरि म दाग लाग्न दिने छुइनँ। जति पनि फोहोर मैला होस् चाहे प्लास्टिकहरू फिन्जोस् तर म सधैँ पेल्ले गुम्पा र रमिधाम मन्दिरलाई माया गरिरहनेछु र टाइम निकालेर म रमिधाम एरिया अनि पेल्ले गुम्पा वरिपरिको साफसफाइ सधैँ गरिरहनेछु। जबसम्म म रहन्छु तबसम्म रमिधाम मन्दिर पेल्ले गुम्पाको सुन्दरतामा दाग लाग्न दिने छुइनँ। तपाईँहरूले पनि देख्न सक्नुहुनेछ। यहाँनिर तपाईँहरू पनि आउन सक्नुहुनेछ। रमिधाम भ्यू पोइन्ट एरिया वरिपरि एकदमै सुनसान शान्ति आनन्दित हरियाली ठाउँ छ र तपाईँहरू पनि रमिधाम मन्दिरको दर्शन लिँदै पेल्ले गुम्पाको दर्शन लिँदै तपाईँहरू पनि आएर फर्किन सक्नुहुनेछ। रमिधाम रब्दो कमल धाम। धन्यवाद।